गुरुङ यो माथि देखिराख्नु भएको बस छ नि यो चाहिँ मेरो हो के। तपाईहरुले यसपालिको तिहार स्वस्थ शान्त अनि सरल तरिकाले मनाइदिनु भयो भन्ने आशा अनि भरोसा राखेको छु। यसैगरी तपाईहरुले देउसी भैलो खेलेर कतै टुर जाने प्रोग्राम अथवा सोच गराइराख्नु भएको छ भने चाहिँ कृपया यो माथि दिएको स्क्रिनमा दिएको चाहिँ मेरो नम्बरमा कल गरेर चाहिँ जानकारी लिन सक्नुहुन्छ। यसपालिको तिहार स्वस्थ शान्त अनि सरल तरिकाले मनाइदिनु भयो जस्तै टुर पनि स्वस्थ शान्त अनि सरल तरिकाले मनाइदिनु हुन्छ भनेर थोरै सामाजिक सञ्जालमा चाहिँ मनको कुरा अथवा भिडियो बनाएर पोस्ट गरेको हो। तपाईहरुलाई मेरो भिडियो राम्रो नराम्रो कृपया कमेन्ट बक्समा भन्न सक्नुहुन्छ। आजको दिन स्वस्थ अनि शान्त सरल तरिकाले जिउन सिक्नु होला।